आज चाहिँ म बिहानदेखि बेलुकासम्म बाहिरको मात्र खानेकुरा खाने च्यालेन्ज गर्न आँटेको छु। कहाँ गएर खान्छु, के खान्छु र कतिवटा खानेकुराहरू चाहिँ खान्छु होला त। सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माय न्यू च्यालेन्ज भिडियो। सो आजको च्यालेन्ज रहेछ मेरो अनलिमिटेड जङ्क फुड च्यालेन्ज। सो आज चाहिँ हेरौँ म कतिवटा जङ्क फुड च्यालेन्ज गर्न सक्छु। ट्राई गर्नेछु म धेरै भन्दा धेरै खानालाई। सो लेट्स सी गाइज म कतिवटा गर्न सक्छु, हेरिराख्नु होला। सो गाइज हामी चाहिँ अहिले आइसकेको छौँ सुरुमा चाहिँ हामी हाट खोला। यहाँ चाहिँ अब खाना आँटेको छु मोमो, किनकि मोमोबाट सुरुवात गरौँ भने एकदम राम्रो हुन्छ। सो लेट्स गो गाइज मोमो खानालाई। सो गाइज हेर्नु सबैको सुरुमा चाहिँ म चाउमिन खान सुरु गरिरहेको छु। नम्बर 1 मा हेर्नु सक्नुहुन्छ। फेरि अब चाहिँ अर्को पालि रहेछ हाम्रो मोमो। मोमो मोमो खाइदिउँ ल। यो हाट खोलाको यति ठुल्ठुलो मोमो चाहिँ एक गाँस मात्रै खानै सकिँदैन गाइज। साथीले मात्र मैले चाहिँ खान सक्छु। यसलाई चाहिँ 2 बाइट लिएर मात्रै खाइसकिन्छ। एक बाइटमा चाहिँ नट इजी। मेरो लागि चाहिँ नो यत्रो ठुलो छ, अनि कसरी खानु एक बाइटमा यार। सो एक बाइटमा आधी एउटा खानु। यसरी जुसी ल। गाइज हेर्न सक्नुहुन्छ हामी जहिले आउने ठाउँमा आएको छौँ। यहाँ चाहिँ एकदम मिठो लागेर यहाँ खानालाई। अनि जम्मा पनि धेरैवटा ठेलाहरू छ। हामी चाहिँ खासै कहीँ जान्छौँ नि त। हामी चाहिँ यहाँ आएदेखि चाहिँ हामीले यहीँको मन परेर हामी चाहिँ यहाँ आउँछौँ। अनि यो ठेलाको बारेमा चाहिँ उहाँले कसरी यस्तो सुरु गर्नुभयो, के गर्नुभयो, उहाँको जर्नीको बारेमा चाहिँ हल्का जानकारी लियौँ हामी चाहिँ। ल आन्टी हजुर, ले तपाईँले चाहिँ यो सुरु कहिलेदेखि गर्नुभएको, तपाईँहरूले गर्नु कति थाल्नुभयो? यो भइसक्यो 10 वर्ष। 10 वर्ष मेरो श्रीमान गर्नुहुन्छ न। सोच्नु 10 वर्षदेखि छ र त यदि एक्सपिरियन्स भएर त यस्तो मिठो छ त यहाँको, होइन? अरू चाहिँ तपाईले बिहे गर्नुभन्दा अगाडि के गर्नुहुन्थ्यो कि बिहे गरेर बिहे गरेपछि सुरु गर्नुभएको अरे। भनेपछि बिहे गरेको पनि 10 वर्ष भयो। कहाँ पहिल्यैदेखि यहाँ गर्नुहुन्थ्यो? हो, सुरुदेखि यही हो। सो गाइज हेर्नु सक्नुहुन्छ 10 वर्ष भएर यहाँ उहाँहरूले गर्नुभएको। त्यही भएर त यस्तो मिठो बनाउनुहुन्छ। त्यही भएर हामी पनि आउँछौँ यहाँ। तपाईँहरू पनि आउनु भएको छैन भने चाहिँ यो ठाउँमा आएर खानु होला। एकदम मजा आउँछ यहाँ, एकदम मिठो हुन्छ गाइज। हुन्छ अब चाहिँ हामी आइसकेको छौँ आलु निम्किन खानालाई, एकदम हाम्रो फेभरेट ठेलामा। अनि यहाँको आलु निम्किन चाहिँ एकदम बबाल मिठो लाग्छ। यो चाहिँ मेरो 3 नम्बरको जङ्क फुड हो। लेट्स गो। वाउ, लुक एट दिस गाइज। मेरो साथीले चाहिँ 1 घन्टा लाग्छ गाइज खानलाई, किनकि उहाँको दाँतमा अलिकति मेरो भगवानले मेरो दालको बिल हान्ने भयो। कस्तो छ साथी? 10 आउट अफ 10 दामी छ, बवाल छ बाबा। म चाहिँ बोजूसँग चाहिँ रक पेपर सिजर खेल्दैछु। सो बोजूलाई चाहिँ आउँदैन र पनि खेल्न सकिन्छ, म सिकाइहाल्छु। अनि कसले जित्छ, बोजूले यदि जित्नु भयो भने चाहिँ बोजूलाई म चटपटे किनेर खुवाउँछु है। 1 2 3 1 2 3 बोजूले जित्नु भयो। 1 2 3 जित्नु भएन त हो कि होइन? ल बा बोजूले जित्नु भयो। तपाईँ चटपटे खाने नखाने? खानु मन छैन? पानीपुरी खाने त? ए नखाने अरे, पानीपुरी पनि बुझौँ नखाने अरे। अमिले फेरि नखाने? केही नखाने अरे बोजूलाई म चटपटे किनिदिन्छु भयो थिएँ। तर बोजूले चाहिँ मलाई जित्नु भएको छ है गाइज। सो गाइज अब चाहिँ म पानीपुरी खान आँटेको छु। यहाँको पानीपुरी हेरौँ है त गाइज, पानीपुरी कतिवटा खान सक्छु त म। किनकि धेरै कुरा खाएर एकदम पेट फुल भएको छ, तर पनि खानु त पर्ने छ भने जसरी भए पनि। सो गाइज अब मेरो साथीले कतिवटा पानीपुरी खान्छ हेरौँ है त मजाले। 5वटा खान्छ कि 10वटा खान्छ कि अगाडि नि त सानो सानो भनिसक्यो। 4वटा खायो भने नि साथीलाई 500 रुपियाँ मेरो तर्फबाट। साँच्चीकै हुन्छ ल। ल ओए ल एउटा त खाइसक्यो गाइज। दिनु आन्टी, दिनु नन स्टप दिनु। 500 रुपियाँ मेरो जान्छ यार गाइज। सबै खायो भने त साथी हो भयो साथी नखाऊ न यार। साथी हेर पैसा हो कि गाइज, पैसाले मान्छेलाई बिगार्छन् कि हो कि। अझै भयो
गर्दैछ त्यहाँ सो गाइज म चाहिँ पैसा केही पनि दिनेवाला नै यत्तिकै जिस्केको मात्र गाइज सो गाइज अहिले चाहिँ हेर्न सक्नुहुन्छ हामीले चाहिँ यति धेरै खायौँ अब चाहिँ फेरि जाँदैछौँ अझै पनि खानुपर्ने छ सोच्दै हुनुहुन्छ होला यो सक्यो भनेर नो यतिले सकिँदैन अझै बाँकी छ हाम्रो चाहिँ अझै के खान्छौँ त्यो चाहिँ तपाईँहरू फेरि राख्नु होला लेट्स गो सो गाइज यहाँ मेरो साथीले चाहिँ के आएको साथी हो साथीको च्यालेन्जको लागि चाहिँ डु नट खाँदैछ साथी मिठो छ साथी ल ल ल ल ल के गर्छौ साथी यार सो गाइज अहिले चाहिँ हेर्न सक्नुहुन्छ हामी चाहिँ फेरि जहिले खाने ठाउँमा आलुचप खाना आएको छौँ अनि म चाहिँ आज हाम्रो आलुचप बनाउने आन्टीसँग एक दुईवटा कुराहरू सोध्ने छु हेरौँ के जवाब दिनुहुन्छ है त आज त फेरि चिटिक्क बर बस्नु भएको रहेछ तपाईँले चाहिँ यो गर्न थाल्नुभएको कति भयो यो भयो 4-5 महिना जति 5 महिना जति भयो तपाईँ अरू ठाउँ पनि गर्नुहुन्थ्यो कि यहीँ गर्नुभएको सुरु यहीँ सुरुमा यहीँ हो? यहीँ थालेको राम्रो व्यापार भइरहेछ छ ठिकठिकै भन्नु पर्यो ठिकै ए तपाईँको घर चाहिँ कहाँ थियो पहिला चाहिँ पहिला पहिला त उता थियो यो गोल्डबातिर ए झापा जिल्लै अहिले यता आउनुभएको भर्खर भर्खर आएको भयो 1 वर्ष जति 1 वर्ष भयो ठक्कै यहाँ आएको चाहिँ वर्ष बिहे गरेको भइसक्यो नि यो नानी कता कता भइसक्यो मेरो 10-15 वर्ष भइसक्यो कति भइसक्यो लभ परेको है लभ म्यारेज ए तपाईँको नाम चाहिँ के हो भन्नु ए मेरो नाम सपना सपना कति नाम पनि कस्तो फिल्मी नाम सपना अरे हो र हामी चाहिँ जहिले सपना दिदीकोमा आएर यहाँ आलुचप खान्छौँ यहाँको आलुचप चाहिँ एकदम मिठो हुन्छ त्यही भएर चाहिँ हामी जहिले यहाँ आउँछौँ अनि त्यही थियो के मिसाएर दिनुहुन्छ आलुचप प्याजमा एकदम मिठो हुन्छ त जादु हातको जादु हातमा सपना दिदीको हातमा जादु हुन्छ त्यही भएर मिठो हुन्छ क्या हातमा कोठी छ त्यही भएर मिठो हुन्छ हौ हातमा कोठी छ मेरो कोठी छ अब चाहिँ हामीले यहाँबाट खानुपर्ने हुन्छ यहाँ आलुचप यत्रो अगाडि आएको छौँ र पनि हामी यहाँको आलुचप खान फेरि आएको क्या यस सो गाइज अहिले चाहिँ हेर्न सक्नुहुन्छ हामी चाहिँ फेरि आइसकेको छौँ हाम्रो आलुचप पसलमा अनि यति धेरै खानेकुरा खाएर पनि फेरि म चाहिँ आलुचप खान आएको छु अब यो चाहिँ कति नम्बरमा पर्छ मेरो नम्बर त अब बिर्सिसक्यो कति धेरै खाइसक्यो अब यो चाहिँ जे होस् यो पनि एउटा खाइदिउँ अब है डङ फुटमा पर्छ तातो छ है आलुचपलाई चाहिँ 10 आउट अफ कति यहाँको आलुचप 10 आउट अफ 10 दिन्छु म गाइज हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामीले आलुचप खाएर चाहिँ पसल आइसकेको छौँ अनि अब चाहिँ फेरि अर्को चिज खान आँटेको छु म के खान आँटेको छु भन्नुहुन्छ भने चाहिँ कोएक्स खान आँटेको छु कोएक्स यो चाहिँ चिप्स हो एकदम मिठो हुन्छ आलुको चिप्स कसले खानुभएको छ कमेन्ट गर्नु होला ओए ओए होय 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 ओए होय होय साथीको चाहिँ गाइज हल्का दाँत बिग्रेको छ है गाइज ओए होय 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 ओए होय 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 ओए होय होय ओए होय होय ओए होय 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 ओए होय होय सो गाइज म चाहिँ यहीँ च्यालेन्ज सकेर चाहिँ अब चाहिँ यहीँ मेरो घरको लागि फेरि च्यालेन्ज एउटा छ घरको च्यालेन्ज त्यो चाहिँ भनेको अब घरको च्यालेन्जको लागि फेरि सामान लिँदैछु म चाहिँ यहाँ अझै यहाँ चाहिँ 5 किलो यहाँ दिनु न यो उहाँलाई नि दिनु साथीले चाहिँ पुरै यति सामान लग्दै हुनुहुन्छ आज घरबाट गाइज गाइजहरू चाहिँ हेर्न सक्नुहुन्छ हामी चाहिँ घर आइसकेको छौँ अनि रात पनि परिसकेको छ अनि तपाईँहरूलाई चाहिँ मैले हिजोको भ्लगमै पनि देखाएको थिएँ कि हामी चाहिँ उतो के अरे अल्टिमाको उतो एयरपोर्ट किन्न गएको भनेर तर त्यो दिन चाहिँ मैले एयरपोर्टै देखाउनु पाइनँ अनि आजको भिडियोमा चाहिँ म देखाउन चाहन्छु हेर्न सक्नुहुन्छ मैले चाहिँ एयरपोर्ट किनेको अहिले चाहिँ अफरमा चलेको भएर अहिले चाहिँ छैन है फेरि 6 गतेसम्म थियो अनि हामीले चाहिँ जे लास्ट टाइममा गएर भए पनि किन्यौँ अब यो चाहिँ कस्तो छ हेरौँ त अब अनबक्सिङ गर्न गइरहेको छु म सो म चाहिँ यहाँ खोल्दैछु तर खोल्नै पो त आएन र पो त ठेल्नु न ठेल्नु अलिकति बन्दर क्या जाने हजरतको साथ त्यही हो बन्दर हो यहाँ हेर्न सक्नुहुन्छ ट्यानानाना वाउ त गाइज मैले चाहिँ एयरपोर्टलाई खोलिसकेँ अब हेरौँ ओ दामी छ है आमाम कति भित्र त कति सफ्ट हौ मस्त मस्त पो रहेछ यो हेर न कार्टुन पुरै मस्त मस्त रहेछ एकदम धेरै सेफ्टीको साथमा ए आमामा
कलर पनि कस्तो राम्रो यार ग्रीन कलर हेरे क्या कति क्युट कलर हेर्नु न ओ माई गड एयरपोर्टको पनि मैले फोटो खिच्नु पर्थ्यो होला यहाँ हेर्नु न दामी होला त यो उताबाट हौ ए योबाट हेर्नु न वाउ लुक एट दिस कस्तो राम्रो है अब यसरी लाउने कानपिन नदुखोस् भनेर ठ्याक्कै लाउने कति सफ्ट कानपिन नदुख्ने क्या है अनि यसरी लाउने डङ 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 अनि गीत सुन्ने जे गर्ने गर्ने कति राम्रो यार दामी रहेछ यो चाहिँ है कस्तो राम्रो लाग्यो मलाई चाहिँ सो त्यही गाइज मैले एयरपोर्ट पनि खोलिसकेँ एकदम राम्रो छ अल्टिमाको भने चाहिँ राम्रै हुन्छ सो एकदम धेरै खुसी छु म चाहिँ यो चाहिँ अफर मैले 1000 रुपियाँमा कति 3000 रुपियाँ पर्थ्यो होइन 3000 रुपियाँको मैले 1000 रुपियाँमा किनेको किनकि अफर भएर 999 ए 1900 पर्ने 1900 पर्ने साथै 1000 रुपियाँमा पाएको हामीले चाहिँ जे होस् होइन अब गयो भने चाहिँ 1900 पर्छ तपाईँहरूलाई तर पनि राम्रो छ 1900 हालेर पनि किन्नु सो आजको च्यालेन्ज चाहिँ कस्तो लाग्यो हजुरलाई आजको जङ्क फुड च्यालेन्ज गरेको थिएँ अनलिमिटेड यति धेरै खाँदा 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 मेरो पेट भन्नु पनि घटेको छैन भात पनि खाइँदैन आज चाहिँ एकदम हालत खराब भयो जङ्क फुड च्यालेन्ज गरेर धेरै बजायो क्या सो त्यही आजको लागि चाहिँ यति नै भन्न चाहन्छु सो भोलि भेरी भेरी न्यू एन्ड न्यू भ्लगमा सो आजको लागि चाहिँ बाई बाई गाइज